बेलबारीको साथीहरू सम्म चाहिँ मेरो फिल्ला डट्छ भनेर बाबरी क्याफेमा आइपुगेको छु साथीहरू। बाबरीको दाखुदा गरी यो गाह्रै कहाँ पो हामी सलकपुरदेखि त पर कस्तो भयो अगायो के छैन। फाइनली हाम्रो खानेकुरा आइसकेको छ। आज चाहिँ ओभर ढिलो भएको छ होइन, अब मजाले त्यसरी खानु पनि पाएँ। हेलो साथीहरू, विनी भ्लगमा स्वागत छ। तपाईँहरू सबैजनालाई स्वागत छ। अहिले चाहिँ हामी 9 बजे चाहिँ हिँडिरहेको छौँ सर लाएर बेलबारीको साथीहरू। सबैजनाले मेरो भिडियो हेरिदिनु होला छिटो छिटो, अनि लाइक सब्सक्राइब शेयर कमेन्ट पनि गरिदिनु होला साथीहरू। एकदम हावा खानिदिएको हामी चिसा हावा जाडो भइसक्यो। यता जाडो भयो रे मेरो छोराछोरीहरूलाई। अनि यता पनि छ है हाम्रो पुकलो पुकलो रातिको टुर गर्दैछु। अरू दिउँसो हुन्छ हामी राति कालो हुन्छ नि त, राति दिउँसो हेर्न भने कालो हुन्छ कि हामी के थाहा। अब हामी हिँडेको हामी बेलबारीबाट विराट चौकतिर लाग्दैछौँ साथीहरू। रातिको 9 बजे रातिको 9 बजी चाहिँ के खानु हिँडेको यता पनि छ नि फेरि। दिनमा हिँड्दा काली हुन्छ अरे, तर रातमा त हामीले यस्तो गऱ्यौँ। के खानु हिँडेको तिमीहरू 9 बजे राति? के खानु हिँडेको? अब ठीक है अब खानु हिँडेको अरे हो। यता फेरि ऊ बेहोस भइरहेछ। बेहोस भइरहेछ त। यता चाहिँ के भयो? रिदम त अनि पुरै ला रिदम त मस्किन्छ त पुरै। अनि ओ रिदिमा कहाँ हिँडेको अरे? ल साथीहरू, अहिले चाहिँ हामी यहाँनिर पुलमा छौँ सर हिँडिरहेको छौँ। यस्तो नाटक कता हिँडेको हामीले बाबरीको दाखुदा गरी यो गाह्रै कहाँ पो हामी सलकपुरदेखि त पर बाबरी क्याफे खोज्दा गरेको यो सुँगुरको मासु खानु भनेर यहाँ त के अरे भन्छ उयो पाउँछ अरे मटनको मात्रै खाऊ त। होइन गाउँ हो क्या। अस्ति तिमीले देखाएको किरा यहीँबाट निस्केको गाउँ हो गाउँ। यहीँ हो क्या कहाँको के थियो? बाबरी बाबरी हामी फाइनली बाबरी क्याफेमा आइपुगेको छौँ साथीहरू। अब खानेकुरा पनि आउँदैछ। मलाई देखिरहेछ राम्रो औ याद कहाँ नक्ने फुल हो यो चाहिँ? यो त सेतो फुल्छ, राम्रो फुल्छ क्या यो, मिठो गर्नु। औ यस्तो यो सेतो फुल्छ क्या यता नानी। कसले चिम्टिदियो तँलाई? यता आऊ त। अब के खानु? मोमो ललिपप चिकन ललिपप के खाने के यति धेरै आइटम छ भन्नु पर्छ। ल फाइनली हाम्रो खानेकुरा आइसकेको छ। यो ससेस, यो मोमो, यो चटपटी, यो फ्राई, यो चिकन, अनि यो डाडाङ आइसकेको छ। कस्तो भयो अगायो? के छैन? रिदिमा अगायो छैन अरे उसलाई छैन भन्दैछ त। खाइसक्यौँ है हामीले त्यति धेरै।
हामी निस्किसक्यौँ। आज चाहिँ ओभर ढिलो भएको छ होइन। अब मजाले त्यसरी खानु पनि पाएनौँ तर स्ट्रेट चाहिँ खायौँ। तर केही छैन, अब नेक्स्ट टाइम पनि आउने फुली प्लानिङमा छौँ साथीहरू। त्यही भएर अहिले चाहिँ गोठ गाउँमा छौँ हामी। अब 10:30 हुन लाग्यो साथीहरू। यहाँ चाहिँ टक्क यस्तो आउन सक्नुहुन्छ तपाईँहरू पनि। बाबरी क्याफेमा ओभर राम्रो सिट मिठो पाउँदैछ, नाङ्लो सिट। यता इटरी जान्छ, यता बेलबारी जान्छ। हामी चाहिँ सिटीमा छौँ। कडेहरू रेडी छोड्न। अब हामी लाग्यो जेली रेलीहरू त पर बसिरहेछ बिचरा मेरो जेली। तिमीलाई कस्तो लाग्यो? चेक हुँदैन दाजु? मापा चेकिङ हुँदैन? चेकिङ छ त ऊ माछ होला। चेकिङमा आउने ओइ मिठो लाग्यो। 600 रुपियाँमा चाहिँ बेस्ट हो क्या, त्यति धेरै भनेपछि आमा हामी दुईजना मात्र आउँदा चाहिँ खाइ नसक्ने रहेछ होइन? 3-4 जना त लाग्छ। 3-4 जना लाग्छ। ल ठिकै छ साथीहरू। 600 रुपियाँले चाहिँ एक नाङ्लो खानेकुरा दिन्छ। मेरो छोरीतिर म आएन चाहिँ खाइसक्दिनँ। तपाईँहरू चाहिँ यति नै आउनु नि। हामी 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना। तर 7 जनाले चाहिँ 2 नाङ्लो चाहिन्छ होइन? नाङ्लो खाँदै भएन। अघिसम्म चाहिँ मेरो फिला डढ्छ भनेर कस्तो टेन्सन भएको थियो। अहिले त काँडै उठ्यो। जाडो भएर राति त जाडो हुँदो रहेछ हो। राति जाडो त्यो पनि हात पेस लगाएर जाडो भर्यो। यहाँनिर यतातिर कामेर थर भएर झर्नु आँटिसक्यो। म पनि जाडोले हापेसमा सो फाइनली साथीहरू अहिले चाहिँ हामी घर आइपुग्यौँ। मैले 10:53 भइसक्यो। अब यस्तै हो साथीहरू। अब ढिलै गएको ढिलै आइपुग्यौँ होइन। तपाईँहरूलाई भिडियो कस्तो लाग्छ लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला साथीहरू। सबैजना थिएन मस्त निन्द्रामा हुनुहुन्छ होला। मेरो भिडियो चाहिँ भोलि आउनेछ साथीहरू, हेर्नु होला। अनि मेरो छोरी चाहिँ यहाँ। गुड नाइट छोरी, बाई बाई। यति भन्दै मेरो साथीहरू आई मिस यु सो मच अनि आई लभ यु अनि गुड नाइट, ह्याभ अ के अरे स्विट ड्रिम्स। झन्डै सेट जोड्दैछ स्विट ड्रिम्स साथीहरू। बाई बाई। नेक्स्ट भिडियोमा आउँछु। बाई।